हेलो गुड मर्निङ शुभको ल साथीहरु म त भर्खर उठेँ या थक लागेको थियो ल अब एकछिनमा जान्छु भाँडा धुन्छु भाँडा धोएर अब के हुन्छ यता गरेर काममा निस्किनु पर्ने छ ढिलो भइसक्यो आज हल्का थाक लागेको थियो सुत्दै थिएँ र अब एकछिन ल गाइस मेरो रुम चाहिँ यही हो गाइस हेर्नुस् है भाँडाकुँडा हुन् भर्खर आएको डेकोरेसन गरेको छैन मिलाएको हुन्छ नि गन्दै गन्दा चाहिँ अब म भाँडा धुन जान लाग्यो त्यही भएर भाँडा धोएर आएर एकछिन खाना पकाउनु पर्छ यही हो रुम मेरो अनि मेरो एकजना भाइ चाहिँ अहिले त्यो बिहान मर्निङमा वाक गर्न गएको छ त्यो कति बेला आउने थाहा छैन अब म एकछिनमा अब भाँडा धोएर गर्न गएको छु 9 बजे अफिस पुग्नु पर्ने छ त्यही भएर अब खाना धोएर खाना पकाएर जानु पर्ला ल त साथीहरु एकछिन है साथीहरु म चाहिँ तल आइसकेछु भाँडा धुनको लागि म अब ब्रस गर्दैछु एकैछिनमा यो म सबैलाई मेरो कुवा देखाइदिन्छु है यो हाम्रो कुवा यही हो पानी चाहिँ तलै छ पानी निकाल्नुपर्छ डब्बाबाट अनि यो भाँडा धुने पानी भाँडा यहाँ छ अब म एकछिनमा ब्रस गर्छु अन्त ब्रस गर्दैछु यो मेरो टोयलेट हो टोयलेट मैले पानी पनि भरिसकेको छु अब म एकछिन हग्न जान्छु त्यसपछि आएर भाँडा धुन्छु थोरै एक पाउ चाहिँ हगिहाल्नु पऱ्यो त्यसपछि आएर एकछिन भाँडा धोएर अनि खाना पकाउनु जान्छु ल त्यस्तोसम्मको लागि एकछिन भाइ है म चाहिँ चर्च आइपुगेको छु चर्च चाहिँ माथि हो यो चाहिँ बस्ने ठाउँ हो यहाँ पास्टर बुवाहरू बस्नुहुन्छ एकजना हुनुहुन्छ कि नै हेलो दाइ हो दाइ म आइपुगेँ हजुरसँग हिजो मद्दत मागेको थिएँ नि अच्छा आयो हाम्रो दाइ हुन्छ हिजो मैले उहाँसँग दाइसँग 100 रुपियाँ मागेको थिएँ दाल सिद्धिएको थिएँ नि रुममा त्यही भएर आइपुगेको छु सहयोगको लागि ल हाम्रो दाइ हुनुहुन्छ यहाँ ल अब खै भिडियो बनाएको भिडियो हो भ्लग हुन्छ दाइ ल्याउनु न अब यस्तो न दाइसँग मद्दत मागेको थिएँ कि त्यही भएर एकछिन आएको छु खै ए हो र किनभने हिजोबाट अब सुक्खा खाना खाएको छैन दाइ त्यही भएर सब सकेर स्यालेरी आएको छैन 1 महिना लाग्ने भयो अच्छा त्यही भएर अहिले एकछिन 100 रुपियाँ दिँदैन दाइसँग मद्दत मागेको ओके हाम्रो दाइ पैसा निकाल्दै हुन्छ हाम्रो दाइसँग पैसा फालाफाल छ जस्तो छ यी 100 रुपियाँ मात्र होइन 100 रुपियाँ दिनुभएको छ ए हेर्नुहोस् गाई दाइले 100 रुपियाँ दिइसक्नु भएको छ ए अब म यसो गएर दोकानमा गएर दाल साल लिएर आउँछु अनि त्यसपछि खाना पकाएर खाएर फेरि काममा जानुपर्छ त्यसपछि म सायद त्यो खाना पकाएको दोकानमा गएर चाहिँ तपाईँलाई देखाउँदैन होला हतार छ टाइम पनि लस भइसकेको छ मसँग सिधै त्यहाँबाट रुमबाट आएर खाना खाएर आएर अनि म झोला बोकेर जाँदैको चाहिँ तपाईँ देखाउने छु अब यसको चाहिँ म गोजीमा हालेँ ल दाइ म लाग्नलाई तपाईँ के भन्न चाहनुहुन्छ कि खोकीलाई चाहिँ म सुतिरहेको छु एकछिनमा म पनि बाइक सर्भिसिङ गर्न जानुपर्ने छ बिस्तारै जाऊ ल ल हुन्छ त ख्याल गर्नुपर्छ ओके ल म पनि लागेँ अहिले चाहिँ एकछिन बन्द है अब म ढिलो भइसक्यो नि त साथीहरू म चाहिँ रुममा गएर खाना पकाएर खाएर पनि आइसकेको छु काममा जानको लागि मेरो चर्च चाहिँ यही हो अहिले प्रार्थना गर्न निस्किसकेको छु अब अहिले बन्द गरेर आइसकेँ मैले म साइकल पनि अघि त्यसलाई राखिसकेको छु अब म काममा जाँदैछु अब म चाहिँ नेपाल क्यानोमुभको पठाउमा लागेको छु अब अहिले चाहिँ साइकलमै छ मेरो साइकल हेर्नुहोस् है मेरो साइकल यही हो हिरो होन्डा ब्याग चाहिँ मैले भित्र राखेको छु ब्याग लिन जाँदैछु म अब के गर्ने काम जाने पऱ्यो 9 बज्न लागेको ढिलो छ टाढा छ हेलो दाइ हजुर हेलो आइसक्यो दाइ खाना खाएर आएर अब काममा जान लाग्यो दाइ ब्याग चाहिँ यहाँ यो लक भयो हुनाले हजुर हजुर दाइहरू जानु हो यहाँ छ तिम्रो टिकट राखेको छु है हस् ल राम्रो ट्रिप हस् दाइले चाहिँ मेरो ब्याग भाइ राखिदिनु भएको रहेछ ताला लगाएर रहेछ रुममा त्यही भएर ल धन्यवाद छ दाइलाई पनि छैन दाइ छैन केही छैन दाइ अब म हजुर मेरो ब्याग यही हो नेपाल क्यानोमुभको यही अबसम्म लागेको छु अब गरिरहेको छु काम अब म निस्केँ होला है अब यो झोला हेर्नुहोस् है एकछिन झोला हेर्नुहोस् झोला पनि गाह्रो छ लगाउनको लागि ल ल त दाइ म निस्केँ है ल बाई ल बाई ल लागेँ ल अब साइकल देखाउँछु हेर्नुहोस् अब के अब यस्तो छ बाइक छैन अहिले अब 1-2 महिना साइकलमै गर्नु पर्यो त्यही भएर लागिरहेको छु अब साइकल यही हो साइकल ल म साइकलमा पनि बसिसकेँ अब म जान्छु होला एकछिन बाटो गर्नुलाई बाहे साथीहरू म चाहिँ अफिस पुगिसकेको छु साइकल राखेँ हेर्दैछु सरा अफिस मेरो यही हो हाम्रो अफिस यही हो
म अफिस पुगिसकेको छु टक्कै धोला राख्दैछु र मेरो अफिस हो यो दाइ हुनुहुन्छ मेरो हाम्रो सर हुनुहुन्छ म्याम हुनुहुन्छ नमस्कार जयमसी अफिसमा अब म सामान गर्छु अब म सामान हेरेर गर्छु ल एकछिन ल साथीहरू म चाहिँ यो ट्याङ्ला फाटको उकालो चढ्दैछु मलाई सबभन्दा गाह्रो लाग्ने भनेको हिँडेको बाटो हो क्या यस्तो उकालो छ नि यस्तो 2 मिनट हिँड्नुपर्छ यस्तो गाडी चाहिँ सरेर हिँड्नुपर्छ जानै पर्यो अब गर्दैछु पहिला रुममा जान्छु खाना खान्छु ल म अहिले हिँड्दैछु अगाडिसम्म है